मैले आफ्नो शरीर बेच्नु बाइक र एउटा चाहिँ 4-4.5 लाख जति ऋण थुपारेर गएको छ। त्यसको बोझ पनि मसँग। बाटोमा हिँड्ने बित्तिकै मेरो छोरी पनि त्यही बाटो रोज्ने हो। मेरो लगानी 500 रुपियाँ थियो, मैले 390 रुपियाँ मैले कमाएँ भनेपछि आज त्यो 500ले गर्दा म यहाँसम्म आइपुगेँ। मेरो छोरी हेर्दाखेरि मैले मेरो छोरी मार्न सकिनँ। अहिले अब पछिल्लो समय भनौँ न शरीर बेचेर खान बाध्य पनि नेपाली चेलीहरू छन् नि। तपाईँलाई त्यही दाँजोमा चाहिँ किन त्यसरी गरियो? सायद उसले त्यसै दाँजे होला। किन दाँजे होला भन्दा त अब जब काठमाडौँ जस्तो ठाउँमा यस्तो महँगी छ होइन, अब छोरी मान्छे हो, यसलाई चाहिँ सायद पैसा देखाएपछि त जो पनि पल्किहाल्छ भन्ने एउटा मान्छेको सोच हुन्छ नि त। सायद त्यही सोच राखेको होला उसले भन्छु म चाहिँ। अनि जस्तै अब उसको नेचरै सही छैन भने उसले त अब जस्तो राम्रो गरिरहेको मान्छेलाई पनि उसले गलतै देख्छ क्या। उसले के छ नेपाली चेलीहरू धेरै त्यो बाध्य छन्। के भन्नुहुन्छ नेपाली चेलीहरूलाई? तपाईँले एउटा सङ्घर्षशील नारी हुनुहुन्छ, तपाईँले चिया बेचेरै नाम कमाउनु भयो, अहिले चियाबाट अब थपिँदै गएर अहिले धेरै परिकारहरू थपिसकेका छ। अब यस्तो हो, कसैलाई पनि रहरले हिँड्दैन, सबैको आफ्नो आफ्नो बाध्यता हुन्छ। अब तपाईँको काठमाडौँको सहरमा चाहिँ काम गर्न भनौँ न, काम गर्न चाह्यो भने पनि तपाईँको 5-10 हजार मात्रै हो। त्यो 5-10 हजारले तपाईँले भाडा दिने कि आफ्नो बच्चा पढाउने के चाहिँ गर्ने? तपाईँको अहिले कोठा भाडा किन भए पनि 6-7 हजार छ, एउटा राम्रो अलिकति हेऱ्यो भने पनि तपाईँ आफै सोच्नु न। त्यो भएर अहिले धेरै बाध्यता हाम्रो अब सरकार यस्तै छ, हाम्रो देश यस्तै छ हेर्नु होइन, के गरौँ भने पनि छैन। अहिले मन्दी जस्तो छ। अहिले हामी व्यवसायहरूलाई पनि धेरै गाह्रो छ, कसरी व्यापार गर्ने होला, केयर गर्ने होला। कतिको अब दिनभरिमा 500 पनि कमाइ हुँदैन, भाडा कसरी दिने होइन। यति धेरै चाहिँ हाम्रो देशमा चाहिँ अब मन्दीले चाहिँ गर्दा चाहिँ यति धेरै प्रभाव पारिरहेछ भने अब झन् त्यो अब काम खोज्दै गरेर भनौँ न 5-10 हजारमा बाँध्ने मान्छे कसरी बाँध्ने त? अनि बाँकी त के रह्यो, यसलाई नै बेच्ने होइन त हामीले हो नि होइन। तर रहरले बेचेको होइन नि त, त्यो पनि एउटा बाध्यताले बेचेको हो। घरमा नन्ना मुन्ना छ, त्यसलाई खुवाउनु पऱ्यो, पाल्नु पऱ्यो। आफू त ल एक दिन पानी खाएर भए पनि भोक खपेर बस्नु सक्ला, तर त्यो बच्चाहरूलाई त सकिन्न नि त। उसलाई त सम्झाउनु सकिन्न नि त हामीले त। उसलाई त उसको त पेट भराउनु पऱ्यो नि त होइन। जसरी पनि उसलाई त खाना दिनु पऱ्यो। उसको तपाईँको पनि के यही थियो? तपाईँको यो पेसामा लाग्नुपर्ने तपाईँको पनि बाध्यता थियो? यस्तो हो, मैले 3 किसिमको कुरा सोचेँ मैले त्यो बेलामा, जुन बेला चाहिँ मेरो बुढाले मलाई यस्तो अवस्थामा छोडेर जाँदाखेरि चाहिँ मैले मसँग एउटा मर्नु बाइक, एउटा मैले आफ्नो शरीर बेच्नु बाइक र एउटा चाहिँ मैले एउटा मेहनत गरेर चाहिँ दुःख गरेर चाहिँ भनौँ न होइन, स्ट्रगल गरेर चाहिँ म यो ठाउँमा पुग्न पाएँ। मसँग त्यो 3टा अप्सन थियो। तर मैले मेरो छोरी हेर्दाखेरि मैले मेरो छोरी मार्न सकिनँ, किनभने भोलि त म उसलाई छटपटेको म देख्न सक्दिनँ नि त होइन। बरु भोक खाउन सक्छु, तर आफ्नो बच्चालाई त मैले मार्न सक्दिनँ नि त नि, किनभने मैले त उसलाई 9-9 महिना राखेर मैले जन्माएको बच्चा हो होइन। अब अर्कोतिर फर्किन्छु, मसँग पैसा छैन, कुनै त्यतिखेर अब यस्तै लकडाउनको बेला नै थियो होइन। अब त्यतिखेर म भनौँ न त्यसो काम गर्न जाउँ कसैले दिँदैन, घरमा काम गर्न जाउँ त्यो बेलामा कोरोना लाग्छ भनेपछि घरबाट अब भनौँ त केटबाट माथि छिनै दिँदैन, त्यस्तो बेला पनि थियो। अब कसैको घरमा काम गर्न जाउँ भन्यो भने त्यही आयो भने 4-5 हजार हो, त्यो पनि मैले बोक्नुपर्छ होइन। अब श्रीमानले त्यतिखेर अब केही नभए पनि 4-4.5 लाख जति ऋण थुपारेर गएको छ, त्यसको बोझ पनि मसँग छ होइन। अब के चाहिँ गर्ने? त्यो श्रीमानलाई खुट्टा ढोकेँ मैले। मेरो छोरीलाई मैले खानको लागि मसँग अहिले पैसा छैन, घरमा चामल छैन, के गरेको यो भन्दा म गर्दैछु भने त अब त्यो आजसम्म गर्दैछु, अब कहाँ गएर गर्दैछु त्यो चाहिँ थाहा छैन मलाई। उसले गर्दैछु होइन, आज ल तपाईँको 5 वर्ष क्रस भएर 6मा लागिसक्यो होइन। उसले गर्दैछु क्या त्यो, तर के चाहिँ गर्दैछु के म उसलाई त्यो क्वेसन सोध्छु होइन। किनभने म एउटा छोरी मान्छेले त आँटेर म यो ठाउँमा पुगेँ भने त ऊ त छोरा मान्छे हो नि त। तिमी बरु चुरा लगाएर हिँड क्या, बरु म तिमीलाई पाल्छु, म बरु श्रीमान बन्छु क्या। सम्पर्क हुन्छ श्रीमान छैन? मन छैन त म गर्दिनँ, किन गर्ने त? जुन श्रीमान बन्नुपर्ने ठाउँमा चाहिँ सुहानी बनेर बस्यो, जुन सुहानी बनेर बस्ने ठाउँ चाहिँ म श्रीमान बनिरहेको छु नि त होइन। उसको हर कुराहरूलाई चाहिँ मैले पुरा गरिरहेको छु, मेरो छोरीलाई मैले अहिले उसको इच्छा चाहना सब पुरा गरिरहेको छु। तर पनि अझ पनि मेरो श्रीमानले मलाई सोच्यो कि तैँले के चाहिँ गरिस् त, त्यो सोध्छ क्या मलाई। मैले गरेँ के अरे के भने चाहिँ मैले केही नै गरेँ होइन होइन, यो हावामा भइरहेछ क्या। अब मैले उसको छोरीलाई पढाइरहेको छु, देखाइरहेको छु, खाना दिनु लाउन दिनु जति छ मैले गर्नु, मेरो कर्तव्य मैले गरिरहेको छु। तैपनि उसले भन्छ कि के चाहिँ गरिरहेको छ त,
भनेपछि तपाईँ के छ यौन पेसामा लाग्नुभन्दा बरु चिया बेच्छु भन्नुभयो कि के हो? त्यसपछि मैले गलत बाटो रोजिनँ, सिधा कुरा है। किनभने म हुन त म एउटा गरिब घरको छोरी हो होइन, मेरो माइती पनि गरिब छ, म अथात् पैसा भएको मान्छे होइन। त्यही भएर मलाई कहिले पनि त्यो गलत बाटोमा मलाई जाने आँटै आएन। किन आँट आएन भन्दा त मेरो छोरी छ नि त। भोलि म गलत बाटोमा हिँड्ने बित्तिकै मेरो छोरी पनि त्यही बाटो रोज्ने हो, मैले सही बाटो रोजेँ भने भोलि छोरीले त्यही बाटो रोज्ने हो। त्यही भएर मैले चाहिँ आफ्नो छोरीको लागि भए पनि म चाहिँ लड्छु। तर मलाई म लड्छु भन्नाले पनि म श्रीमानसँग जान्छु, म त्यसलाई गनगन गर्छु, म केस गर्छु, म त्यसलाई पुलिसमा हाल्छु, जेलमा यस्तो गर्छु, मैले त्यो कुनै पनि सोच गरिनँ। म आफै लड्छु, म जिन्दगीसँग लड्छु, म आफ्नो बच्चाको लागि लड्छु भने त्यसपछि मैले चाहिँ धेरै दिमाग ख्याएपछि चाहिँ अब मसँग उपाय के थियो, म चिया बेच्छु। त्यो मेरो दिमागमा आयो कि त्यसपछि मेरो दिमागमा के आयो भने छोरी बोकेर चिया बेच्दा बाहिर ल्याउनु। हजुर, त्यसपछि मैले चिया बेच्छु भन्ने मेरो त्यो सोच आयो। त्यो पुस महिनाको थियो, सायद जाडो महिना पुस महिनामा थियो। त्यसपछि मैले ल अझै म चिया म त्यतिखेर पनि म दोधाएको थिएँ। सुरुमा मलाई एकदम अड लागेको थियो, अब होला कि नहोला होइन, म जाउँ कि नजाउँ कि त्यो दोधारमा परेँ, होइन म गर्छु। त्यसपछि मैले आँट गरेर चाहिँ मैले हिँडेपछि मलाई सुरुको दिनमा चाहिँ म भनौँ न यही चोकबाट मैले स्टार्टिङ गरेँ। त्यसपछि अलिकति कता कता त हरेस पनि खाएर त्यसलाई आँट त हुँदैन कि क्या हो भन्ने भयो त्यो फिल के। अब जाँदैछु लन्डे चोक पुगेँ होइन, अब बोनी भएको छैन, बोनी नभएको त अब हरेस खाइन्छ नि त। त्यसपछि मैले चाहिँ लन्डे चोकमा पिछेपछि एक तरकारी गाडीवाला दाइले चाहिँ चिया माग्नु भएपछि मलाई आँट आयो। जब मलाई एक कप चिया मैले 15 रुपियाँ बेचेपछि मलाई आँट आयो कि हो। त्यसपछि मैले के गर्नुपर्छ, कसरी हिँड्नु पर्दो रहेछ, के चाहिँदो रहेछ भनौँ न। एउटा चिया मात्रै लिएर त नहुँदो रहेछ नि त, त्यहाँ पनि हरेक किसिम चियासँग खानको लागि बिस्कुट चाहियो कि अब चाउचाउ चाहियो कि होइन, के चाहिँदो रहेछ भन्ने कुराहरू त्यहाँबाट मलाई बिस्तारै अन्दाज हुँदै आयो। त्यसपछि मैले चाहिँ सुरुको दिनमा चाहिँ मैले किन ढाड्नु, मैले 390 रुपियाँ कमाएको थिएँ। मैले मेरो लगानी 500 रुपियाँ थियो, मैले 390 रुपियाँ मैले कमाएँ भनेपछि आज त्यो 500ले गर्दा म यहाँसम्म आइपुगेँ कि। सृष्टि, अनि जस्तो कि अब तपाईँको पहिलो घरबार बिग्रियो होइन, पहिलो घरबार बिग्रिसकेपछि तपाईँको दोस्रो घरबार पनि सफल हुन नसक्नुको कारण चाहिँ के छ? केटा मान्छेहरूले शरीर हेर्दा रहेछ नि क्या? अब शरीर पनि होला, सायद भाग्यमानी नभएको होला है। किनभने आफ्नो भोगाइमा अब लेखेको जुन चिज छ त्यो भोग्नै पर्छ हामीले होइन। त्यो कहिलेकाहीँ चाहेर पनि हुन्छ, कहिलेकाहीँ नचाहेर पनि हुन्छ। अब मैले त सकेसम्म बाँधि नै खोजेको हो, तर त्यो धागो त एकतर्फी त बाँधिँदैन, बाँधेपछि दुईतर्फी नै बाँध्छ। पहिलोमा कुरो मिलेन, दोस्रोमा चाहिँ के मिलेन क्या? अब यस्तो उहाँ चाहिँ बाहिरै हावामा हिँड्ने बानी है। अब मेरो अब उसलाई नै मलाई थाहा छैन कि अब उसले किन यस्तो गर्यो भन्ने कुराले। यदि यो कुरा सबै कुरा थाहा पाउने भयो भने त म किन शरीरलाई लिएर नि हेर्छन् भन्छ नि केटा मान्छेहरूले। शरीरमा पनि त्यस्तो साह्रो त छैन, म त्यो त मान्दिनँ। किनभने हाम्रो त्यस्तो हुँदैन, त्यो हाम्रो सायद सल्लाह नमिलेको होला होइन। अब उसलाई चाहिँ मभन्दा इम्पोर्टेन्ट उसलाई साथीभाइ प्यारो है। अब हुन त अब बाहिर हिन्दी मान्छेलाई आफ्नो घरको भन्दा बाहिर गयो नै प्यारो हुन्छ अरे भन्छन्। त्यही उसलाई ऊ बाहिरकै प्यारो, तर कति दिन प्यारो हेर्छु म नि है। जुन दिन लड्छ नि त्यो दिन मलाई नै सम्झिन्छ, तर त्यो दिन धेरै ढिला हुन्छ। किनभने तपाईँलाई यो कुराले फेरि गाली गरेको नि दर्शकको काम के हो र है। दर्शक सबैजना ताली बजाउँछ भनेर हामीले कहिले आश गर्नु हुँदैन होइन र। दर्शक भनेको राम्रो पनि छ नराम्रो पनि छ नि त। एउटा तपाईँलाई म एक्जाम्पल के दिन्छु भने मेरै पसलमा पनि सही पनि आउँछ, गलत मान्छे पनि आउँछ, तर त्योसँग लड्ने कसरी हो भन्ने कुरा आफूमा भर पर्छ नि त होइन र। राम्रो मान्छे नै आउनुहुन्छ भने मेरो पसलमा नराम्रो मान्छे पनि आउनुहुन्छ क्या। हरेक कुराको किसिमका मान्छे आउँछ, तर त्योसँग लड्ने क्षमता त आफूसँग हुनु पर्यो नि त। राम्रोलाई राम्रै गरेर पठाउने हो, कसैले तपाईँलाई नराम्रो दुर्व्यवहार गर्छ भने त्यसलाई हानेर पनि पठाउने हो। त्यो त आफूमा भर पऱ्यो नि त। किनभने मलाई दुनियाँले चाहिँ यो भन्यो भनेर चाहिँ त्यसलाई यसमा राख्यो भने रोग कसलाई लाग्छ त? मलाई लाग्छ नि त होइन। म हो नि त ढल्ने त उनीहरू होइन नि त। उनीहरूको काम के हो? उनीहरूले बिग छर्ने मात्रै हो, तर त्यो बिगको असर चाहिँ आफूले लिने हो कि नलिने हो भन्ने मात्रै फरक पर्छ क्या। तर म लिन्न त्यो चिज चाहिँ, किनभने त्यसलाई आफूले लियो भने त म सँगसँगै मेरो छोरी लड्छ नि त। किनकि मेरो जरा मेरो सम्पूर्ण त मेरो छोरी हो नि त। मैले त उसलाई बिस्तारै जराबाट मैले भनौँ न एउटा के भन्छु त्यसलाई टुसा अब के फल्यो नमुनाबाट अब भर्खर भएर होइन। त्यही भएर म चाहिँ म दुनियाँको कुरा सुन्दिनँ, मैले सुन्दै छोड्दिनँ। मलाई दुनियाँले हो जे पनि भन्छ मलाई थाहा छ, तर मेरो अगाडि त भन्दैन नि त, उसले त पछाडि भन्ने हो नि त होइन।
मेरो अगाडि आएर हिम्मत अब ल फलानाले मलाई यस्तो भन्यो भने मैले त्यसलाई गालामा चढाउने हुन्छ तर पछाडि भन्ने मान्छेलाई मैले किन अब गर्नु त त्यो पनि फेक आइडी बनाएर भन्छ उनीहरूले रियल आइडी त बनाएर भन्दैन होइन अनि त्यो मान्छेसँग किन डराउनु त म डराउँदिनँ त सृष्टि तामाङको अब पहिलो घुमर बिग्दैन उही त्यस्तो भन्छन् क्या त्यसरी भन्नु त मिलेन नि त त्यसरी जज गर्न मिल्छ त कसैको यस्तो हामी छोरी मान्छेको चाहिँ कस्तो हुन्छ भने एउटा घर बिग्रोस् या चाहे नबिग्रोस् चाहे त्यो घर सम्हालेर हिँडे पनि मान्छेले के भन्छ भने तलतिर आमा बाउले संस्कार सिकाएन कि तँलाई फलाना गरेन कि त्यसको गरेन कि होइन त्यो छोरी मान्छेले नै कोस्छ क्या तपाईँ जेसुकै भन्नु चाहे तपाईँ त्यो भनौँ न त्यो छोरी मान्छेको गल्ती नभए पनि त्यो छोरी मान्छेले नै कोस्ने हो अब छोरा मान्छेले चाहिँ एउटाबाट दुइटा ल्यायो भने ए मर्दाको छोरा त ल्याउँदा के हुन्छ र भन्छ होइन त्यो हामीले नै भन्ने है त्यो फेरि हामी लेडिजले नै भन्छ त्यो फेरि छोरा मान्छेले भन्ने होइन त्यो कुरा अब मर्दाको छोराहरूले जति ल्याइहाल्छ नि हामी छोरी मान्छेले पो यस्तो गरेर बस्ने हो त भन्ने त्यो कुरा पनि हामीले नै भन्छ तर अहिलेको जमाना त्यस्तो छैन अहिलेको जमानामा चाहिँ पहिला चाहिँ त्यो बेलामा कस्तो थियो भने अलिकति आमा बाउको डर आमा बाउले नै त्यो सिकाएर आउँछ नि त तिमी यसो गरेर बस्नुपर्छ उसो गरेर बस्नुपर्छ भन्ने त्यो एउटा डर देखाइरहेको थियो तर अहिले किन अहिले त धेरै कुराहरूको चाहिँ फेसिलिटी भएको छ होइन कानुन चिनेको छ आफ्नो अधिकारको लागि लड्न जानेको छ अधिकार आफ्नो लागि भन्दा चाहिँ जिन्दगी जिउनको लागि त अब हामी पनि त अब एक बारको जुन्यो अब त अर्को त आउँदैन नि त हामी त गएर सिद्धि होइन तर यो शरीर जतिसम्म बाँचिन्छ तबसम्म त दुनियाँसँग लड्नु पर्यो यात्रा हो नि त होइन त्यही भएर मलाई चाहिँ के लाग्छ भने मलाई चाहे म 10वटै बिहे गरौँ चाहे म 20वटै बिहे गरौँ त्यो मेरो भाग्यमा थियो त म गर्छु त नि तपाईँहरूको भाग्यमा छ भाग्य भन्ने मान्छेले गर्दैन यहाँनिर मैले लेखेको पहिला 6-7वटा बिहा थियो भन्दा बाउ बाजेहरूले अब त्यो बाउ बाजेको चाहिँ त्यो गयो होला नि त पहुँच त त्यो नातिनी गर्ने भनेपछि के छ अहिलेसम्म कतिजना भयो त त्यसो भने त्यसो सोध्ने भने त अब हाम्रो विदेशतिर हेर्नु नै कति आनन्द छ होइन छैन हो छ नि त्यो हाम्रो नेपाली समाजमा मात्रै हो त्यसो भए तपाईँ पनि रमाइलो गर्ने हिँड्ने बिहे नगर्नु तर त्यस्तो हो तर म त्यस्तो अब रमाइलो गर्छु म यस्तो गर्छु चाहिँ म हिँड्दिनँ म त्यो मेरो ध्यानै हुँदैन किन हुँदैन भन्दा अब एक त काममा ध्यान भएपछि त्यो काममै ध्यान हुन्छ बरु कोही मान्छे पाइहाल्यो भने चाहिँ राम्रो बुझ्ने इमान्दार होइन अब अलिकति बरु एजेडै होस् केही फरक पर्दैन तर मलाई ऊ धनी चाहिँदैन मलाई गाडी होस् मलाई बुझ्ने होस् मेरो कामलाई सपोर्ट गर्ने होस् होइन त्यस्तो पाएँ भने चाहिँ बरु म झ्याप्प समाएर उसलाई अँगाल्नेछु होइन तर म अब लाउरे यो फलाना म धनी त्यो भनौँ न त्यो स्ट्यान्डर्ड त्यो यस्तो उस्तो भन्ने चाहिँ म लाग्न पनि हुँदैन किनभने मेरो भागमा जति छ मलाई त्यति नै म खुसी छु तपाईँको अहिले चाहिँ कतिवटा भयो त अब तपाईँले 20वटाको कुरो गर्नुभयो के हो खास अब अहिले जन्मेदेखि त गर्न थाल्यो भने त कति होला नि होइन यात्रा गर्दा गर्दा त भाडामा त भेट त हुन्छ त हुँदैन र गर्ने हो भने त अब करोडौँ पुग्न लागिसक्यो होला भनेपछि अहिलेसम्म देखिएको 3टा अबसम्म चाहिँ अब चाहिँ गऱ्यो भने त 3टा अब गऱ्यो भने 3टा हो पहिलो र दोस्रो के हो 0 एसएलसीमा फेल भने अब चौथो के छ तेस्रो चौथो अब पास होला नि त होइन अब गऱ्यो भने लास्ट गर्छु नभए म गर्दिनँ अब चाहिँ सोचिहाल्छ नि अब त कहिलेकाहीँ होइन लाइफमा साथी चाहिन्छ तर आफ्नो जीवन साथी जस्तो अरू कोही पनि हुँदैन है तपाईँ चाहे दुनियाँ जेसुकै भन्नुहोस् होइन मान्छेले भन्छ नि ए सिङ्गल लाइफ नै बेटर छ सिङ्गल लाइफ नै यस्तो छ सिङ्गल लाइफ नै उस्तो छ भन्छन् तर त्यो गलत हो क्या तपाईँसँग अथार्थ धन छ तर त्यो धनको पनि तपाईँको भनौँ न जस्तै अब तपाईँले यो एउटा मोबाइल पनि उचाल्न तपाईँलाई सक्नु भएन भने के काम त त्यो धनले काम लाग्छ तर तपाईँको साथमा जीवन साथी भयो भने त उसले तात पनि तताएर भए दिन्छ खोल्यो भने पकाएर दिन्छ तपाईँले खोजेको केटा चाहिँ कस्तो हो त अब पहिलो नि भएन छैन दोस्रो नि छैन अब तेस्रोमा चाहिँ कस्तो आउला त अब तेस्रो चाहिँ अब त्यसलाई चाहिँ अहिले एकछिन धनी चाहिएन धनी त चाहिएन सबभन्दा उसको मन नै धनी होस् क्या घरको त्यो घर त हामीले उठाएर लाने मिल्दैन नि त होइन तर उहाँलाई त मैले याद बनाएर लान दिन्छ त्यही भएर मलाई मनको धनी चाहियो त्यो धनको धनी चाहिएन धनको धनी साह्रै घमण्ड हुन्छ क्या तपाईँ फेरि अनि मलाई टाइम दिएन भन्नुहुन्छ पहिलो श्रीमानले टाइमै दिएन भन्नुभयो अब फेरि अब तेस्रोले पनि फेरि अब काम त गरेर जानु पर्ने होला फेरि तपाईँलाई टाइम दिएर तपाईँसँगै बसेर दुईजनाले त गर्न मिल्छ नि त मिल्दैन त श्रीमानी भएपछि त अब भनौँ न मैले एउटा काम गरेँ भने उसले उहाँले एउटा काम गर्ने
मिलिहाल्छ नि, मिल्दैन मिलाउँछ। तर पनि यस्तो सीमा दिदी त एउटै काम चाहिँ गर्नु हुँदैन किनभने जड धेरै पर्छ। कसैले आएर जिस्काइदैन होइन? होइन त्यो त अब यस्तो हो, अब त्यो बुझ्ने मान्छेले जिस्काए पनि केही पनि भन्नुहुन्न है। फेरि त्यो किन भन्नुहुन्न भने अब यो लाइनै त्यस्तै छ। होटेल लाइन भनेपछि तपाईँको त जिस्ने त पर्छ नै। हाँसेर निच्च परेन भने त मान्छेले आउँदैन रहेछ गरेर बसेर त्यहाँ जाउँ यहाँ बस्दिनँ सिधा। तपाईँ पनि कुनै पसलमा जानुहोस्, यदि त्यो मान्छे कालो मुख बनाएर बसेको छ भने त्यहाँ कोही पनि आउँदैन। हो कि भन्नु त? तपाईँलाई पनि जानु मन लाग्दैन नि त। तपाईँ त्यो जस्तै म हाँसिरहन्छु बोलिरहन्छु त तपाईँहरू आइरहनु भएको छ ल। जस्तै मैले अब तिमीहरू नआइज भनेर मैले जिस गरेँ भने तपाईँहरू आउनुहुँदैन सिधा कुरा। आहा कति राम्री सुन्दरी भनेर जिस्काउन नि आउँछ। तपाईँहरू अब त्यो जिस गर्ने मान्छेलाई जिस गरिदिनु नि त। झन् सुन्दरी भन्दा त आहा म भर्खर 16 वर्ष हो कि जस्तो लाग्छ नि होइन र? मलाई यति राम्रो भन्दाखेरि त म त साँच्ची बुढी नै भएको छैन जस्तो लाग्छ। फेरि अहिले हेर्दा थाल्यो भने त ल म त बुढी भइहाल्छ जस्तो लाग्छ नि। कुरा त्यस्तो हो। भनेपछि यति राम्रै हुनुहुन्छ, यति सुन्दरी हुनुहुन्छ, त्यसकारण नि केटाहरू पछि बढी लाग्छन् है? लाग्छ नि, कतिजना फलो गरेर गर्छन् है, भिडियो हेरेर फलो गरेर हुन्छ यताउता होइन। तर म चाहिँ अब चाहिँ जसुकैले फलो गरोस्, म चाहिँ फलो कसैले ब्याक गर्नेवाला छैन होइन। किनभने जो भगवान्ले जसरी जुडाउनुहुन्छ, कताबाट जुडाउनुहुन्छ त्यो भगवान्को जुडाउने काम हो होइन। तर हामी चाहिँ यात्रा गरिरहनुपर्छ। त्यही भएर म चाहिँ अब यो हावातालमा तपाईँलाई मैले यहाँ देखेको त्यहाँ देखेको फलाना अब म पनि यस्तो छु उस्तो छु ल हाम्रो कुरा बिचारले बिहे गरौँ भन्नेहरू आयो भने म चाहिँ अब तपाईँलाई भेटेपछि चाहिँ के भन्छन् खासमा विशेष गरी? कतिजना त अब फोन गराउनुहुन्छ प्रायः जस्तो बाहिरबाट के भन्नुहुन्छ? आफ्नो पहिला दुःख सुनाउँछ। तपाईँले त यस्तो यस्तो भन्नुभएको थियो, यस्तो यस्तो मान्छे पायो भने बिहे गर्ने भन्नुभएको थियो, के छ विचार भन्नुहुन्छ। विचार सिचार केही छैन, फचार मैले भन्नुहुन्छ म चाहिँ है। कति मान्छेले फोन गरेर चाहिँ होइन कसैको त मेरो कस्तो होइन फोन आउँदा नि त्यो बोली सुन्न मन नलाग्ने हुन्छ क्या। खै किन होला त्यो मन नपरेर होला सायद है। त्यो मनले जे चिज पनि मनले खानुपर्छ भन्छ नि होइन। मलाई त कसैको त बोली पनि सुन्न मन लाग्दैन साँच्ची के हो। म फर्काइदिन्छु कति कता आउँदै बन्द नगरायो भनेर। फेरि कोही ह्यान्डसम पर्यो भने फेरि बर्बाद हुने भयो त। नै मलाई त त्यो ह्यान्डसम स्यान्डसम मलाई त अब त मारो चाहिँदैन मलाई त। भनेपछि अब आउने दिनमा तपाईँलाई होटेलमा जाउँ घरमा जाउँ भन्ने केटा चाहिँ चाहिएन? अब त्यस्तो त आयो भने त गाला पनि गरेर दिन्छ मलाई बरु सिधा घरमा लगेर बाउ आमालाई चिनाउने हो भने त जाने हो फेरि। अनि फेरि घरमा त जानै पर्ने रहेछ, फेरि कोठामा लग्यो भने के हेर्ने? अब यस्तो नि त पहिला बेलाको पो मान्छे लाठी खेरको जे भन्दा नि हजुर हजुर भन्दा त अब त कहाँ बाटैमा राखेर हो भने गोदै हाल्दैन हौ गोद्न डर लाग्दैन खै किन। अनि ट्याटु किन हान्नुभयो तपाईँले खासमा के छ यो? कसको बोयफ्रेन्डको? ए होइन होइन यो चाहिँ मेरो मम्मी बाबा अनि छोरा छोरीको नाम छ। अनि मेरो पनि मन पराउने मान्छेले चाहिँ हान्नु भन्दैन नि? आमा भन्दैन अहिले मेटाउन पर्ने हो त्यो है? होइन छैन, मैले त्यो बुझेरै नै हाने कि अब चाहिँ भोलि कोसँग हुन्छ के